नमस्कार। बालेन सरकारले संसद चलिरहँदा पनि किन अध्यादेश ल्याए? के बालेन शाहले सर्टकट रोजे कि पछाडि छ ठुलो कारण? आज सरकारले एकैचोटि 5वटा अध्यादेश राष्ट्रपतिको कार्यालयमा पठाएको छ। तर प्रश्न के? जब संसद सुरु भइसकेको छ किन अध्यादेशको बाटो? सम्भावित कारणहरू: नम्बर 1, छिटो निर्णय लिन। कहिलेकाहीँ संसद प्रक्रिया लामो हुन्छ, सरकारले छिटो लागू गर्न चाहेको हुन सक्छ। नम्बर 2, राजनीतिक अवरोध। संसदमा विरोध वा अवरोध हुने सम्भावना देखेर अध्यादेश रोजेको हुन सक्छ। नम्बर 3, विवादित निर्णय लुकाउन। केही विश्लेषक भन्छन् अध्यादेशबाट कन्ट्रोभर्सियल निर्णय चाँडै पास गर्न सजिलो हुन्छ। नम्बर 4, शक्ति प्रदर्शन। यो कदमले हामी डिसिसिभ छौँ भन्ने म्यासेज दिन खोजेको पनि हुनसक्छ। विपक्षी दलहरू भने स्पष्ट छन्, यो संसद बाइपास गर्ने प्रयास हो। तर समर्थकहरू भन्छन् देशमा काम गर्न यस्तै बोल्ड कदम चाहिन्छ। अब प्रश्न तपाईहरूलाई, छिटो काम राम्रो कि प्रक्रिया पालन अझ महत्त्वपूर्ण? कमेन्टमा आफ्नो ओपिनियन लेख्नुहोस्। धन्यवाद।